कुच्चा त बना त लिन छोरी के गर्नुभएको हेलो घाँस काटेको बुढी भारी पुग्यो अब पुग्न लाग्यो बुढी एक मुठी काटेर अल्छे कस्तो एक मुठी काट्छौ अल्छे सबै घाँस मैले काटेको अल्छे त साँच्चै अल्छे होला नि हेर्नुहोस् गाइस कहिलेलाई मैले ड्राइभर भएर आज घाँस काट्दैछन् यस्तै मान्छेले घाँस काट्छ यसरी काटिन्छ र घाँस काटेको अरे गाईले चिथुरेको जस्तो काटिरहेछ तपाईँहरूले पनि हेर्नु होला तेरो मुठीमा धेरै छ मेरो मुठीमा धेरै कानमा हेडफोन लाएर घाँस काटेको अरे आम्मामा उसको भुडीले बस्न दिँदै छैन त्यही माथि घाँस काट्छ अरे के होला यो संसारमा हेलो हेलो के गर्नुभएको देखेन तेरो बाजे घाँस काटेको नि कति साह्रो खुत्तेको रहेछ खुट्टेको होइन हौ बुढी खुत्तेको यो के यसको नाम के हो त्यसको नाम अर्गेली अर्गेली भनेको लोक्ता त्यसको चाहिँ अलिक ठुलो ठुलो बोट भएपछि त्यसको छाला तासेर इलामेली झोला होइन मास्क हुन्छ नि मास्क अहिले हाम्रो नेपालमा मास्क लाउँछ नि हो त्यो मास्क त्यसैको बन्छ क्या होइन होला रिजन थ्रो भन्ने हुन्छ नि मास्क हो तिनीहरू बन्छ झोलाहरू बन्छ घाँस अनि त त्यो बुढाबुढी बिछोड गराउँछ नि त्यसरी कागज काँचो कागज भन्छ नि हो सरकारीमा पनि सरकारीहरूले चलाउँछ नि हो त्यसमा पनि त्यो हुन्छ अनि फेदैमा घाँस काट्नु भयो पेपर भन्ने पनि त्यही हो अनि कहिलेदेखि कति सालदेखि घाँस काट्नु थालेको घाँस काट्नु छोडेको चाहिँ 9-10 वर्षभन्दा बेसी भएको थियो होला अनि अब आज चाहिँ धेरै वर्ष पछाडि घाँस काट्यो जो कस्तो लागिरहेछ रहेनछ आउँछ कस्तो लागिरहेछ घाँस काट्नुको कस्तो लाग्नु